साथीहरू सबैजनालाई नमस्कार। हजुरहरूको दिन शुभ रहोस्। म चाहिँ इमानुएल ज्वेलर्सबाट सुरेश रसाइली बोल्दैछु हैन। सुनको भाउ चाहिँ हजुरको बढ्ने क्रम जारी नै छ। हजुरको अहिले सुनको भाउ बढेर ट्याक्क लाएर 2 लाखको हाराहारी पुग्न लागेको छ। आज थाहा छैन 2 लाख आउँछ या कति आउँछ हैन। अब यो सुनको भाउ बढ्नुको कारण चाहिँ मान्छेहरूको धेरै विश्लेषणहरू छ हजुरको हैन। कतिले दोष दिइरहेका छन् रसिया युक्रेन वारलाई, अनि अमेरिका चाइनाको ट्रेड वारलाई, अनि हमास र इजरायलको वारलाई दोष दिइरहेका छन्। हुन पनि हो, यो सानो सानो युद्धहरूको कारणले गर्दा चाहिँ हजुरको सुनको भाउ बढ्ने क्रम भइरहेको छ। तर हजुरहरूलाई एउटा कुरा रहस्य म बताउन चाहन्छु। सुनको भाउ एक दिन चाहिँ गिरो आउट पनि हुन्छ, घट्ने क्रम पनि आउँदैछ चाहिँ म भन्दिनँ। त्यो अब विश्वको नेताहरूको दिमाग सल्भ लायो भने चाहिँ यो घट्छ मतलब पनि। विश्वको नेताहरूको है, मैले हाम्रो नेताहरूको कुरा गरेको होइन, विश्वको ठुल्ठुला नेताहरू होइन, विश्व शक्तिको पावर बढेको नेताहरूको चाहिँ उनीहरूको दिमाग सल्भ लायो भने चाहिँ जब हजुरको थर्ड वर्ल्ड वार स्टार्ट हुन्छ, अनि थर्ड वर्ल्ड वार स्टार्ट भएर जब थर्ड वर्ल्ड वार एन्ड हुन्छ, त्यस पश्चात चाहिँ हजुरको त्यसको 1 वर्ष या 2 वर्षमा सुनको भाउ हजुरले 500 रुपियाँ तोलामा मजाले पाउनुहुन्छ। त्यतिखेर चाहिँ थर्ड वर्ल्ड वार सिधै पश्चात चाहिँ सुनको भाउ तपाईँले 500 रुपियाँको तोलामा नि पाउनुहुन्छ। यो रियल कुरा हो, यो रियल हो। यो हजुरले सेभ गरेर राख्नु होइन। यो भिडियो पछिल्लो पुस्तालाई यो भिडियो त रहि नै रहन्छ यो एकाउन्टमा त होइन, लग भएन भने। तर यो सत्य कुरा हो। त्यतिखेर चाहिँ तपाईँको थर्ड वर्ल्ड वार पश्चात, तेस्रो विश्वयुद्ध पश्चात चाहिँ सुनको भाउ मात्र 500 रुपियाँ तोलामा पाउनुहुन्छ। अब कामना गर्नुहोस् हजुरहरू, सुनको भाउ घटेको चाहनुहुन्छ भने चाहिँ तेस्रो विश्वयुद्ध होस् भनेर होइन। तर दिमाग सल्भ लायो भने तेस्रो विश्वयुद्ध भयो भने चाहिँ हजुरको सुनको भाउ 500 रुपियाँ तोलामा पाइयो है गाइस। ल हजुरहरूको दिन शुभ रहोस्। नमस्कार फेरि पनि।